बन्डिङमा कहिलेकाहीँ झगडा पर्छ कि पर्दैन ए लास्टै पर्छ नि तर यो जति झगडा परे नि बोल्न आउने फर्स्टमा यही हो क्या भन्ने बेलामा चाहिँ म आउँछु भन्छ होइन बोल्न आउँछ दाइ हो केसको बारेमा झगडा हुन्छ मोस्टली यतिकै हुन्छ है खासै धेरै झगडा हुँदैन होइन झगडा भएपछि चाहिँ हल्का अब इगोमै आउँछ कि म नि बोल्दैन यो नि बोल्दैन क्या नबोल्दा अनि पछि आफै बोलिन्छ अस्ति भर्खर नि त झगडा पऱ्यो नि त हिजो भर्खर अस्ति होला दाइ चितवन गएर आउनु भयो मलाई टाउको दुखिरहेको छ होइन अनि लेमन पानी हो के बनाइदियो भनेको त उता नसुनेर पेट दुख्यो कि टाउको दुख्यो भने सुतिरहेको मलाई टाउको दुखिरहेको थियो है दाइ झर्किनु भएन झर्क्यो 2-3 दिन बोलिएन होइन त्यसपछि तपाईँ होइन त्यसपछि मेरो पठाएकै भिडियो बनाउनु पर्ने थियो भिडियो बनाउनलाई बनाउने एकचोटि होइन मलाई अरू झगडा धेरै रिमेम्बर आई डोन्ट रिमेम्बर होइन एकचोटि कस्तो भयो भने त एकचोटि त झगडा परेर त गाउँ गएको थिइस् नि थाहा छ त्यो त मलाई त्यसपछि अनि म चाहिँ बोल्दिनँ भनेर बसेँ अनि म अफिस गएँ अनि फोन गरेँ 2-3 दिन अनि यो गाउँ गयो गाउँबाट आइसकेपछि बोलाएको थिएन क्या हामी कति दिन भइसक्यो फोन गऱ्यो आज यता भिडियो बनाउनु पर्छ जानुपर्छ है एकदम इगोमा आएको थियो त्यो बेला चाहिँ होइन बोल्दै बोल्दिनँ नबोलेसम्म बोल्दिनँ भनेर बसिरहेको थिएँ कि म बोल्यो क्या अनि भिडियो बनाउनु पर्ने हो है कोसँग जाने अन्त दाइसँग जाने अनि कलाएन दाइले त्यस्तो बेलामा चाहिँ नाइ चाहिँ भन्दैन झगडा गरे पनि अब हुन्छ गइदिउँला त्यस्तै भइहाल्छ नि गाउँ चाहिँ किन गएको नि लाइक ऊ नमन पर्यो लाइक झगडा परेर होइन त्यस्तो रिजनले होइन मेरो मम्मी बाबा उतै बस्नुहुन्छ नि त गाउँ भन्नाले हाम्रो कस्तो भन्दाखेरि अरूले गाउँ भन्दाखेरि अब हल्का विकट ठाउँमा हुन्छ होइन हाम्रो चाहिँ यहाँबाट गाउँ जान त्यही आधी घन्टा लाग्छ गाउँ भने कस्तो गाउँ भने हामी जन्मेको भएर गाउँ सिटी हो क्या त्यो त पुरै कागेश्वरी यो केही त हो नि कागेश्वरी मनोरा त हो यहीँ तलै हो सुन्दरजलभन्दा माथि धेरै त कहिलेकाहीँ अब शनिबार अब गाउँ जान्छु म होइन अनि त्यसपछि त्यही भएर गएको झगडा पऱ्यो त्यसरी गाउँ नै जान्छु अब यहाँ बस्दिनँ भन्ने हिसाबले गएको होइन त्यस्तो त कहिले हुँदैन खासै त्यस्तो त हुँदैन 2 years ago, I discovered one of the juiciest burgers in town, served by Tease Your Palate, and guess what? I'm thrilled to announce that they're sponsoring this video, and they've also opened a sister venture by the name Sicily by Tease. With the same service and with the same quality, they're serving you some delicious pizzas. All the details will be down in the description. Make sure to check them out.